हेलो नमस्ते सबैजनालाई स्वागत छ अर्को भ्लगमा। आज चाहिँ हामी इन्स्पिरेसन लेक डिज्नील्यान्ड जाँदैछौँ। हामी चाहिँ टुनचुङ लाइनको ट्रेन पक्रियो है साथीहरू। ट्रेनमा अब चाहिँ हामी नामचुङबाट चढ्यो। नामचुङबाट सन्निवेमा चाहिँ हामी यहीँ छ त साथीहरू चाहिँ सन्निवे आइपुग्यो है। अब चाहिँ डिज्नील्यान्डको लाइन पक्रिन्छ। डिज्नील्यान्डको अर्को लाइन ठाउँमा जाने भनेर चाहिँ यहाँ मजाले देखाएको छ है त एमटिआर स्टेसनभित्र। यो चाहिँ सन्निवेको एमटिआर स्टेसनभित्रको दृश्य है त साथीहरू। अब हामी यहाँबाट ट्रेन पक्रेर जानेछौँ। एन्जेलाई त हेर हेलो भन। एन्जेल ल है त साथीहरू अब डिज्नील्यान्ड तर्फ अगाडि बढ्दै अब हामी डिज्नील्यान्ड जाने ट्रेन नै आइपुग्यो। वाउ दामी रहेछ त। बस बस दामी रहेछ है। भाइ डिज्नील्यान्ड जाने ट्रेन चाहिँ यस्तो रहेछ है त। मजाको रहेछ। सिटहरू चाहिँ एकदमै दामी है त गाइजहरू। अब हामी डिज्नील्यान्डतर्फ चाहिँ अगाडि बढ्दै ट्रेन चाहिँ अगाडि बढिरहेको अवस्था। डिज्नील्यान्ड आइपुग्न लाग्यो। ए छोरी छोराछोरी यता हेर त। हेलो भन। ल है त साथीहरू हामी चाहिँ डिज्नील्यान्ड आइपुगेको अवस्था है। भर्खर आइपुग्यो परिवार बाबा आमा छोरा छोरी यता कता छ। एकदमै धेरै छ है यहाँ होलिडेको लागि। चाइनिज न्यु इयर होलिडेको लागि मान्छेहरू अन्य आएको अवस्था। ल है त अब हामी अगाडितर्फ बढ्दै डिज्नील्यान्ड। एकदमै राम्रो रहेछ है चितिक्कको। सुन्दर रहेछ है ठाउँ चाहिँ। स्टेसन मजाले चटक्कको रहेछ। स्टेसन चाहिँ एकदमै मजाको रहेछ।
त साथीहरू हामी भर्खरै आइपुगेको अवस्था है एकदमै दामी रहेछ है बाहिर डिज्नील्यान्डको बाहिर आउटसाइडको चाहिँ यो बाहिरकोतिरको चाहिँ दृश्य है साथीहरू यस्तो दामी रहेछ ठाउँ एकदमै रमाइलो अब न्यु इयर होलिडेको लागि मान्छेहरू एकदमै धेरै आएको अवस्था है टन्नै छ मान्छेहरू साथीहरू एकदमै राम्रो रहेछ सेल्फी खिचिरहेको छु एकदमै धेरै मान्छेहरू कोही फर्किसकेको अवस्था हामी चाहिँ भर्खरै आइपुगेको छ ल यहाँ बस त एनजे त हेर एनजे त यता वाउ दामी रहेछ है साथीहरू ल है त साथीहरू हामी चाहिँ डिज्नील्यान्डको आउटसाइड चाहिँ यस्तो दामी रहेछ है यो के भन्छ यसलाई वाटरफल चाहिँ एकदमै ब्युटिफुल रहेछ है एकदमै ल है होलिडेमा चाहिँ माइन्ड फ्रेसको लागि चाहिँ एकदमै राम्रो ठाउँ रहेछ है साथीहरू एकदमै दामी लाग्यो है मलाई चाहिँ ल यो चाहिँ डिज्नील्यान्डको भित्रतर्फको त्यहाँ ट्रेन पनि लाग्छ है भित्र सानो ट्रेन पनि छ होलिडेमा चाहिँ इन्जोयको लागि चाहिँ एकदमै बेस्ट लोकेसन है साथीहरू न्यु इयर होलिडेको लागि चाहिँ एकदमै धेरै मान्छेहरू आएको अवस्था है टन्नै छ है मान्छेहरू है त साथीहरू डिज्नील्यान्ड चाहिँ होलिडेको लागि चाहिँ एकदमै बेस्ट ठाउँ रहेछ है साथीहरू एकदमै दामी लाग्यो है छोरी यता आऊ त यता हेर न एन्जे से समथिङ उता उता मम्मीसँग बेबी मम्मीसँग जाऊ
त साथीहरू होलिडे मनाउन मान्छेहरू चाहिँ टन्नै आइरहेको अवस्था है, कोही गइरहेको आइरहेको अवस्था छ है त। साथीहरू अब हामी चाहिँ यहाँ बस R8 बसमा चढेर चाहिँ अर्को लोकेसनतर्फ बढ्नेछौँ है त। साथीहरू हामी रिसोर्स भित्रको त्यो लेकमा आइपुग्यो। बोर्ड देखाउने कि आउन बोर्ड तिम्रो नि पारा त त्यही। ल है त साथीहरू हामी चाहिँ अब लेकतर्फ अगाडि बढ्नेछौँ। यहाँ हेर इन्सपिरेसन लेक, इन्सपिरेसन सेन्टर। एकदमै ठाउँ चाहिँ एकदमै दामी रहेछ है, फ्रेस हुने खालको। आउटसाइड लोकेसनबाटै थाहा हुन्छ नि, अनि बाहिरको एरियाबाट दामी लाग्यो बाहिरको एरियाले। ल है त हामी लेकभित्रको प्रवेशको क्रम है जारी साथीहरू। अब लेकतर्फ अगाडि बढ्दै है त हेर दालिमा अरू केही भन्दा? हाई, हाउ आर यु? गइसक्यो पार्कमा। यहाँ लेकभित्र जाने बाटोमा बच्चाहरू खेल्ने पार्क पनि रहेछ, कस्तो दामी। म तपाईँहरूलाई देखाउने छु। छोराछोरी त्यहाँ पुगिसक्यो। ओ एन्जल आइज, छोराछोरी यहाँ पुगिसक्यो। यता आउँछ एन्जेला, एन्जल here slide now। ओए तिमी त बिग भएछौ त, लाऊ तिमी बिग वानमा जाऊ, यहाँ स्मल भयो, स्मल भयो। आज only play here। साथीहरू ठुलो माछा रहेछ है यहाँ त, गोल्डन फिसहरू रहेछ है। माछा हेर्नु त
दुईटा बोट हो कि अब अहिले त्यहाँ नम्बर लेख्नु ओके गाछ थ्याङ्क ल है त साथीहरू हामी अब बोट खेल्नेछौँ परिवार लाइफ ज्याकेट चलाउनु बे म छोरालाई पकड्छु त्यहीको त्यही तिमीले नि गर बेबी ड्याडीले यस्तो गर कस्तो फिस्लेको सरी खुट्टै फिस्लिँदो रहेछ के हेलो ल है त आज हामी परिवार चाहिँ बोटमा इन्जोय गर्दै है साथीहरू छोरा छोरी बाबा आमा सबै बुढी एकदमै इन्जोय भइरहेछ हेलो गरेर त क्यामेरामा टापु छ नि यसको फोटो लिएर सर टापु पनि रहेछ बुढी ठुलो है टापु अनि पारीको डाँडा झन् यस्तो दामी आइरहेको थियो उता अगाडिसम्म जाने हो हेलो ब्रेकलाई त बेला बेला मात्र गरे हुन्छ के त्यसले Hey, why not moving? Can! आजा ए ल ल You need to practice. रनिङ गरेको भन्दा नि बढी थाक्दो रहेछ हौ Hey, you doing it? Hey, you doing it? नतान्न छोरो यसले फर्कायो कि छोरोले ल त साथीहरू हामी चाहिँ लेकको किनारामा घुमघामको ट्रम है
घुमिराखेको अवस्था। ल है त साथीहरू, पार्क चाहिँ दामी रहेछ, हामी परिवार चाहिँ घुमिरहेको अवस्था है। एकदम रमाइलो रहेछ ठाउँ। है त यहाँ चाहिँ साथीभाइहरूसँग इन्जोय गर्ने क्याम्पिङको लागि चाहिँ दामी रहेछ है ठाउँ चाहिँ। को बसेर खाना कसले त्यो पार्कमा आसमाहरू पहिला आउने भनेको दामी रहेछ है पार्कहरू चाहिँ। यहाँ हलिडे मनाउन चाहिँ धेरै मान्छेहरू चाहिँ इन्जोय गरिरहेको अवस्था छ है। यहाँ टन्नै छ। छुट्टीमा चाहिँ ठिक छ। भाइ कता गयो त नि? ल है त साथीहरू, रुख चाहिँ नरिवलको जस्तो लाग्यो तर होइन, के हो दामी रहेछ है पार्कमा। केराको बोट पनि रहेछ है साइडमा। नरिवलकै उसको बोट जस्तै लाग्यो। केराको बोट पनि रहेछ है यहाँ। केराको बोट बोटले भुइँथिन्छ भने साललाई एक चक्कर लाउनेछौँ है गाइज। अब नि घरतर्फ लाग्नेछौँ। ल यहाँ एक्सर्साइज गर्नको लागि नि बनाएको रहेछ है चट्टोको। यहाँ मजाको बनाइदिएको रहेछ यहाँ पार्कमा रहेछ। है त साथीहरू, यहाँ तल फोटोग्राफरहरू नि रहेछ, फोटोसुट गर्दै रहेछ तल। मजाले तल चाहिँ केटाकेटीहरू फोटोसुट गर्दैछ। आएको त मैले ल आओ।
त्यो पसिना आएर हो कि त्यस्तो भएको यता साइडबाट चाहिँ कहाँ लाउँछ र यसरी गो लौदेसम्म अगाडिबाट अब लिएर हिँड न त्यो झन् उ देख्छ लिएर हिँड लिएर त्यही यहाँ मजाको भ्यू पोइन्ट रहेछ है यहाँ तालहरू कस्तो ब्युटिफुल देखिरहेछ यहाँबाट पाहाडको भ्यू पनि एकदमै ब्युटिफुल देखिरहेछ त साथीहरू हामी चाहिँ अब घरतर्फ फर्किने क्रम जारी 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 भनेको त अनि ऊ होइन के अरे जारी त्यो मुभीमा थियो त अर्को अनि के जारी जारी भनिरहेको छ आऊ अब घरतर्फ जाँदै हामी ल त साथीहरू अब चाहिँ यो लेकको भिडियो चाहिँ अब यहीँ गर्न चाहन्छु थ्याङ्क यू सो मच फर वाचिङ लाइक सब्सक्राइब एन्ड सेयर टेक केयर बाई बाई